नेपालको राष्ट्रपिताको नाम के हो? हो अनि यस्तो त मलाई थाहै छैन अनि तपाईले मलाई सोधेर हुन्छ कसम थाहा छैन मलाई राष्ट्रपिता थाहा छैन। इङ्ग्लिसमा भन्नु न डाक्टर रामवरण यादव हो। ए त्रिभुवन राजा किङ त्रिभुवन नेपालको राष्ट्रपिताको नाम के हो? राष्ट्रपिता पृथ्वीनारायण शाह पृथ्वीनारायण शाह स्योर हो? मिलेन नि त। त्यही हुनुपर्ने मैले पढाए अनुसार त्यही हो जस्तो लाग्छ है। राष्ट्रपिता होइन होला। राष्ट्रपिता राष्ट्र बनाउने त उहाँ नै हो सायद उहाँ नै हुनुहुन्छ। राष्ट्रपिता चाहिँ म भनौँ कि राष्ट्रपिता अरू त त्यही हो त्रिभुवन होइन र? त्रिभुवन हो र हो अनि यस्तो त मलाई थाहै छैन अनि तपाईले मलाई सोधेर हुन्छ कसम थाहा छैन मलाई फादर अफ द नेसन के? त्रिभुवन एकदम सही आन्सर दिनुभयो है। राष्ट्रपिता राष्ट्रपति होला नि फादर अफ नेसन विद्यादेवी भण्डारी राष्ट्रपति भन्नुभयो होला। राष्ट्रपिता भने मैले। राष्ट्रकवि हो नि राष्ट्रपिता महेन्द्र चाहिँ होला महेन्द्र चाहिँ होला फादर अफ नेसन राष्ट्रपिता सरी नो आइडिया गेस गर्नु न। त्रिभुवन हो त्रिभुवन हुनसक्छ राष्ट्रपिता थाहा छैन। गेस गर्नु न। राष्ट्रपिता फादर अफ द नेसन पृथ्वीनारायण शाह स्योर हो? सायद हुनसक्छ। होइन मिलेन। अर्को गेस गर्नु। राष्ट्रपिता भनेको थाहै छैन। नेपालको राष्ट्रपिता इङ्ग्लिसमा भन्नु न फादर अफ द नेसन फादर अफ नेसन पृथ्वीनारायण शाह जस्तो लाग्यो स्योर हो? त्यस्तो लाग्यो होइन होला। फादर अफ नेसन भनेको पृथ्वीनारायण शाह नै हो रङ भन्यो भने रङ भयो भने रङ भयो गेस गर्नुहुन्छ अरू कुनै? फादर अफ नेसन को होला के लाग्छ होइन त्यही हो पृथ्वीनारायण शाह होइन होला। पृथ्वीनारायण शाह त फाउन्डर अफ द नेसन भयो होइन? फादर अफ द नेसन चाहिँ को? फादर अफ नेसन विद्यादेवी भण्डारी डाक्टर रामवरण यादव हो। राष्ट्रपिता मलाई थाहा भयो। फादर अफ द नेसन पृथ्वीनारायण शाह किङ त्रिभुवन हो है त? कपास कपास हेभी हुन्छ होइन फलामै हेभी हुन्छ हो? 10 केजी कपास 10 केजी फलाम इक्वेल हुन्छ होला नि होइन त के हो? मैले सोधिरहेको छु मलाई सोध्छ फलामै होला स्योर हो? स्योर हो। मिलेन। किन साइन्समा यस्तो चाहिँ पढाएको थियो है अब कपास र त्यो होइन दुईवटा खसाल्दा अब कुन चाहिँ चाँडो खस्छ इक्वेल यताउता चाहिँ पढाएको थियो थाहा छैन कस्तो थाहा छैन। 10 केजी फलाम 10 केजी फलाम होइन होला। 10 केजी फलाम 10 केजी कपास होइन भन्यो भने आउँदै हेर्दै फलाम नै हुन्छ नि। 10 केजी फलाम अनि 10 केजी कपास होइन त? 10 दुवै 10 केजी छ इक्वलै हुन्छ होइन र? इक्वल म 2 वर्षको छँदा मेरो भाइको उमेर चाहिँ म भन्दा आधी हुन्छ भने आधी उमेरको हुन्छ भने म 100 वर्ष पुग्दा मेरो भाइ चाहिँ कति उमेरको पुग्छ होला? तपाईँ 100 वर्षको हुँदै हुँदैन होइन म लाइक मानिलिउँ न म 100 वर्षको पुग्दा चाहिँ मेरो म 2 वर्षको हुँदा मेरो भाइको उमेर चाहिँ मेरो भन्दा आधी हुन्छ मेरो उमेर भन्दा आधी उमेरको हुन्छ भने म 100 वर्ष पुग्दा मेरो भाइ चाहिँ कति उमेरको पुग्छ? सरासरी भन्दाखेरि चाहिँ अब यसो घुम्रो पारेर जान्दिनँ सरासरी भन्दै 50 स्योर हो? मिलेन है। भाइ कति रे? म
तपाईँ 2 इयर्सको हुनुभयो भने तपाईँको भाइ चाहिँ तपाईँभन्दा हाफ एजको छ भने तपाईँ 100 इयर्स हाफ एज भनेको तपाईँभन्दा हाफ तपाईँको उमेरभन्दा हाफ छ भने तपाईँ 100 इयर्स पुग्दा तपाईँको भाइ कति एजको हुन्छ? ए म 100 इयर्स पुगेपछि भाइ कति भनेपछि म 2 इयर्सको त भाइ हाफ भनेपछि 100 इयर्सको हुँदाखेरि हाफ भन्नाले हाफ 100 भनेपछि हाफ कति हुन्छ त्यति नै होला 50 एन्सर चाहिँ रङ भएको छ है। म भनौँ म 2 इयर्सको हुँदा मेरो भाइ म भन्दा हाफ एजको हुन्छ भने 1 इयरको हुन्छ है। म 100 पुग्दा 99 99 ओके राइट